जनताको इच्छा विपरीत हामीले केही काम गरेका छैन, भविष्यमा पनि गर्ने होइन। हिजो प्रचण्डले जस्तो आतंककारी भनेर भनाउँदोलाई साथ दियौँ, एमाले जस्तो राष्ट्रवादी भनेर पछि घात गर्ने पार्टीलाई साथ दियौँ, काङ्ग्रेसलाई साथ दियौँ, तर अब फेरि हामीले राजालाई किन साथ नदिने? अब त कन्फर्म नै भइसक्यो कि यी राजनीतिक दलहरूले देशको निकास ल्याउँदैनन्। देशको निकास ल्याउने भनेको अब राजा मात्रै हो। राजा कार्यकारी हुनै पर्छ, त्यस पछाडि प्रत्यक्ष कार्यकारी के को चुनाव गराउने त्यो आफ्नो ठाउँमा छ, तर राजा मेन ठाउँमा राजा चाहियो नै भन्ने कुरो थाहा छ। सबै बच्चालाई थाहा छ, तर हामी किन त्यो ठाउँमा जानलाई कन्जुसिया गरिरहेका छौँ र राजाको आन्दोलनमा समर्थन किन गरिरहेको छैनौँ, यो मैले बुझ्न नसकेको कुरो। धर्म संस्कृति सबै थोक बचाउन चाहनुहुन्छ भने राजालाई साथ दिनु होला। धन्यवाद।